यो शिवालयको मन्दिर भएको ठाउँ पहिला जलाशय थियो। त्यसपछि त्यो जलाशय सुक्दै जाने सन्दर्भमा खेती गर्नको लागि योग्य भयो र यताउताको जग्गा रोप्नको लागि यहाँ बिउ राख्ने एउटा ब्याडको रूपमा अब स्थापना भयो। त्यसपछि जोत्दाखेरि त्यो हलाको फालीले भगवानको शिर जोतिनु पुग्यो। भगवानको शिरबाट रगत आयो अनि हलगोरु मरेपछि अब गाउँका मान्छेहरू सबै जम्मा भए। यो के अनर्थ भयो, अब यो के रहेछ भनेर अब बुझ्दै जाँदा 2-3 दिनसम्म अब यो खनेर भगवानको शिरलाई झिक्ने प्रयास भयो। अब झिक्ने प्रयास गर्दा अब उपाय भएन। नभएपछि अब तत्कालीन अब तान्त्रिक विज्ञहरूले यो भगवान शङ्करको शिला हो, त्यसो हुनाले अब अन्यत्र सार्न सकिँदैन, यहीँ मन्दिर बनाऊँ भनेर अनि मन्दिरको निर्माण भयो। यहाँ तपाईँ अनि कति सालबाट यहीँ हुनुहुन्छ? गर्भगृह छ त्यहाँ। तपाईँले यहाँ सेवा गर्दै हुनुहुन्छ? म अहिले यहीँ सेवा। कति भयो हजुरले? मैले त पटक सेवा गरेँ हो। अब पहिला म जागिरी थिएँ। म संस्कृत पढेको मान्छे हो। मैले आचार्य धर्मशास्त्रमा गरेको, नेपालीमा एमए गरेँ अनि उच्च माध्यमिकमा पढाएँ 31 वर्ष 32 वर्ष अनि त्यसपछि क्याम्पसमा 21 वर्ष पढाएँ। हजुरको शुभ नाम? मेरो शक्तिमणि सुकी। हजुर मात्रै हुनुहुन्छ कि अरू पनि कोही? हामी 4 जना उहाँसँग। हस्, धन्यवाद है। हामी आज कर्पुटारको ईशानेश्वर महादेवको मन्दिरमा छौँ। अत्यन्त रमणीय स्थान रहेछ। पहिलोपल्ट भगवान ईशानेश्वरको धाममा आएका छौँ। जय ईशानेश्वर महादेव। आमाले यहाँ सेवा गर्नुहुन्छ, सरसफाइ के हो आमाको नाम? ईशानेश्वर महादेव। आज व्रतबन्धनको उपनयन कर्मको दिन अत्यन्त शुभ दिन रहेको हुँदा व्रतबन्धन गर्ने भक्तजनहरूको भिडभाड रहेछ। र अहिले दिउँसोको लगभग 3:45 बज्न लागेको छ। अझै पनि भक्तजनहरूको उपस्थिति देखिन्छ। शिवरात्रिको लागि यज्ञध्वनि हुन सक्छ। जय ईशानेश्वर महादेवको।